हेलो गाइज, अब म हजुरहरूले चाहिँ यहाँ एउटा साइकल यहाँ सोरुमभित्र छिराउँदैछ है। ल हेर्नु है, देख्नुभयो नि साइकल सोरुमै छ यहाँ है। हुनुहुन्छ हाम्रो उहाँ हुनुहुन्छ साउजी को। अब चाहिँ कति हिँड्नु भनेर एउटा साइकल चाहिँ किन्नु पर्यो भनेर आएको। यहाँ चाहिँ साइकल के रहेछ भने 5,000देखि सुरु 5 लाखसम्म साइकल रहेछ हेर्नु। अनि यसमा त जिमको सामानहरू पनि पाउँदो रहेछ। फेरि यहाँ जिमको सामानहरू पनि छ। अनि यहाँ चाहिँ 5,000देखि 5 लाखसम्मको साइकल रहेछ। अब कुन साइकल किन्ने भने सबै हेर्छु, सबै राम्रै लाग्छ हेर्नु। ल भनिदिनु पऱ्यो साथीहरू, अब कुन चाहिँ साइकल किन्दा राम्रो, कुन चाहिँ साइकल चढ्दा अलि बेस्ट हुन्छ भनेर है, भनिदिनु पऱ्यो। त्यो भन्नको लागि चाहिँ कसरी भन्ने भन्ने सोच्दै हुनुहुन्छ कि क्या? कमेन्टमा लेखिहाल्नु होला। यदि तपाईँहरूले फेरि कमेन्ट गर्नु भएन भने मेरो साइकल चढ्ने सपना चाहिँ फेरि सपनै हुन्छ नि फेरि। ल हेर्नु है, साइकल यस्तो राम्रो राम्रो साइकल हेर्नु। अब यो हेर्छु, यो पनि राम्रै लाग्छ। यिनीहरू छ, यो पनि राम्रै लाग्छ। यो सबै राम्रै छ। यहाँ त झन् बन्नै बाँकी रहेछ। कतिपय त बनिसकेको पनि छ। त्यो साइकल बनाउने ठाउँ पनि यहाँ छ है। बिग्रियो भने नि बनाउने ठाउँ यहाँ छ। कुनै चिन्तै छैन कि। ल साइकल यहीँ ल हेर्नु, तपाईँलाई पनि कुन मन पर्यो एकदम भन्न सक्नुहुन्छ। ल यो चाहिँ धम्बजी चोकमा हो, नेपालगञ्ज धम्बजी चोकमा। यहाँ चाहिँ साइकल कस्तो खालको लिने, बच्चादेखि बुढादेखि लिएर कुन एजको लागि कस्तो चाहिन्छ भनेर यहाँ छ है। ल हेर्नु होला। यता पनि छ, यो चाहिँ रिकन्डिसनवाला है। तर मेन नयाँ ल यो चाहिँ एकदम ल दामी दामी रहेछ है यहाँ। ल हेर्नु न, कुन चाहिँ चढ्नु क्या? यो हेर्छु, यो पनि चढाउँ जस्तै लाग्छ। यो पनि राम्रै छ। यता हेर्छु 101 छन्। अब भनिदिनु पऱ्यो तपाईँहरूले कमेन्ट गरेर कुन चाहिँ साइकल चढ्दा चाहिँ राम्रो होला। हिँड्दा वाक्क लागेर अब चाहिँ साइकल चढ्नु पऱ्यो भनेर आएको हो। तर कुन साइकल चढ्ने, अब यहाँ आइसकेपछि कन्फ्युज पऱ्यो। अब चाहिँ कमेन्टमा भनिदिनु पऱ्यो है त। कमेन्टमा भनिदिनु पऱ्यो कुन चाहिँ साइकल चढ्दा बेस्ट हुन्छ। यहाँ फेरि साइकल फेरि 5,000देखि सुरु भएर अन्तिम 5 लाखसम्मको छ है फेरि साइकल फेरि। ल देख्नुभयो नि। ल अब चाहिँ देख्नुभयो यो साइकल। म यहाँ साइकल हेर्न हो है। पुरै साइकल सुरुमै हो क्या यहाँ। देख्नुभयो नि, यो साइकलहरू पनि एकदम बेस्ट छ। यो साइकलहरू है यता छ। यो साइकलहरू पनि एकदम बेस्ट नै छ। यो 5 लाखवाला त यो पो हो कि क्या हो? 5 लाख पर्ने साइकलहरू। ल 5 लाख पर्ने साइकल जस्तो छ। ल यता पनि छ है। ल कुन चाहिँ साइकल किन्दा बेस्ट हुन्छ ल भनिदिनु पऱ्यो है साथीहरू। ल अब चाहिँ तपाईँहरूको कमेन्ट हेरेर मात्रै अर्को भिडियो आउँछ। ल बाई बाई। ल बाई।